हेलो एभ्रिवान, मर्स्याङ दिसलन च्यानलमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। आज म अनि हामी 4-5 जना भएर चाहिँ गौथली मुभी हेर्न हिँड्यौँ। अब गाडी कुर्यौँ, गाडी चढ्यौँ अनि त्यसपछि गाडीबाट झरेर फेरि बालाजुतर्फ गयौँ। हामीले टिकटै नपाएर एकदमै गाह्रो भयो कि अनि बालाजु कष्टनारायण भन्ने ठाउँमा चाहिँ रहेछ टिकट। अनि त्यहाँ गयौँ, त्यहाँभित्र गयौँ, टिकटहरू लियौँ गौथली मुभी हेर्नलाई भनेर भित्र छिर्न थाल्यौँ। यी गौथली मुभी हेर्नु न कस्तो सबैजनाले हेरेको देख्दाखेरि मलाई नि हेर्न मन लाग्यो अनि रिभ्यू पनि दिन मन लाग्यो, किनभने अरूले पनि हेर्नुहोस् भनेर। अनि हेऱ्यौँ, भित्र गएर हेर्न सुरु भयो। यति राम्रो कि कुरै नगर्नु। म त अझ हामी एज अ लेडिज, अब एज अ डटर इन ल, बुहारी, एज अ आमा भइसक्यौँ, छोरी आमा बुहारी भएपछि अझै कति रिलेट है, कति ठाउँमा रोयौँ, कुरै नगर्नु है। यस्तो राम्रो मुभी कि कुरै नगर्नु। हजुरहरू पनि फुर्सद छ मिलाएर जानुहोस् होइन, फुर्सद निकाल्नुहोस् 2 घन्टा, फ्रेस पनि भइन्छ, रमाइलो पनि हुन्छ है। कस्तो कति पार्ट त मैले हेर्नै सकिनँ कि, आँखा चिम्म कान थुनेर पनि बसेँ, हेर्न पनि सकिनँ। बिचमा ब्रेक भयो, पपकर्न पानी ल्याएर खायौँ, तर पनि एकदमै राम्रो मुभी। हजुर सबैले हेर्नु। थ्याङ्क यू एभ्रिवान, किप लभिङ।